2082 साल चैत 19 गते नेपालैभरि एससी परीक्षा सुरु भइसकेको छ। बिहानको 8 बजे फ्रेस मोडमा विद्यार्थी भाइ बहिनीहरूले आज इङ्ग्लिसको एक्जाम दिइसक्नु भएको छ। सबैजनाले राम्रोसँग दिनुभयो होला आशा गर्दछु र आगामी एक्जामहरू आउँदा एक्जामहरू सबै राम्रोसँग गर्नुहोला, शुभकामना छ। फ्रेस मोडमा बिहान एक्जाम हुन्छ, नआत्तिकन राम्रोसँग धैर्य धारण गरेर एक्जाम दिनु होला, तपाईँ पक्कै पनि सफल हुनेछ। र कक्षा 10 पछि नयाँ एउटा तपाईँहरूको लागि ढोका खोलिनेछ, अवसर मिल्नेछ तपाईँको जीवन गन्तव्यलाई अगाडि बढाउनलाई। त्यस ढोकालाई पार गर्नुहोला र आफ्नो भविष्य उज्यालो बनाउनु होला। धन्यवाद। र विद्यार्थी भाइ बहिनीहरू यदि कसैको एक्जाम बिग्रिहाल्यो भने पनि नआत्तिनु होला। एउटा एक्जाम बिग्रिँदैमा केही हुँदैन, तपाईँले फेरि पनि अवसर पाउनु हुनेछ। जीवन निकै लामो छ, यसलाई राम्रोसँग सदुपयोग गर्नुहोला, आफ्नो भविष्य उज्जवल बनाउनु होला। तपाईँहरूको दिन, तपाईँहरूको जीवन सफल होस्, शुभकामना।